सम्बन्धी छ। हस् नमस्ते नमस्ते। आज संयोगले वीरस्तर आइपुगेको छु र यहाँ निकै राम्रो प्रोग्रामहरू छ। यहाँ चाहिँ आज चाहिँ हामी चाहिँ वृद्ध वृद्धाको स्वास्थ्य प्रवर्धन क्रियाकलाप भनेर चाहिँ हाम्रो चाहिँ यसमा भन्न गइरहेको छौँ, जसमा चाहिँ पोषण शारीरिक गतिविधिहरू कस्तो कस्तो गर्ने, आराम निन्द्राहरू कति कति गर्नु पर्यो, सुरक्षाका उपायहरू के गर्न सकिन्छ, तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ, अनि फुर्सदको समयमा के गर्न सकिन्छ भनेर पनि यसमा चाहिँ भन्छ। अनि धार्मिक एवं आध्यात्मिक गतिविधिहरूको बारेमा पनि हामीले भन्न गइरहेको छौँ। अर्को चाहिँ अब नियमित स्वास्थ्य जाँचहरू पनि गरिराख्नुपर्छ, कति कति उसमा गर्नु पर्यो भनेर चाहिँ यो चाहिँ यो मन्दिर जस्तो बनाएको मन्दिर भनेर चाहिँ यस्तो पोषण हो। एकैछिन पज गर्नु देख्छ नि। हस् हस् सुरुको हाम्रो चाहिँ पोषणकोमा चाहिँ आउने गर्दछ। त्यसमा चाहिँ मेरो थाली भनेर रहेको छ। फेरि यसमा गुलियो पदार्थ रहेको छ, यसमा किन चिल्लो यसरी पदार्थ, राखेको भन्दाखेरि प्रोटिन, अन्न, फलफुल, प्रोटिन, चिल्लो पदार्थ अनि यो गुलियो पदार्थ भनेर रहेको छ हैन, जसमा चाहिँ हामीले धेरै मात्रामा खानुपर्ने भनेको अन्न भयो, अनि त्यसपछि फलफुल भयो, त्योभन्दा कम खानुपर्ने प्रोटिन, चिल्लो अलिकति कम खानु पर्यो, गुलियो पदार्थ कम खानु पर्यो भनेर चाहिँ हामीले चाहिँ यो मन्दिर जस्तो बनाएको। यतापट्टि छ अब यतापट्टि चाहिँ के रहेको छ, मेरो थाली भनेर रहेको छ। हामीले नर्मली हाम्रो थाली भनेको चाहिँ एक भाग चाहिँ फलफुल बनाउनु पर्यो, एक भाग अन्न राख्नु पर्यो, अर्को भाग भनेको प्रोटिन राख्न सकिन्छ, अनि अर्को भनेको तरकारी राखेर एक गिलास दुध चाहिँ राख्नु। भाग छ तर पर्सेन्टेज दिएर हुन्छ, ठिकै छ। फलफुल धेरै छ अनि अन्न, त्यसपछि अन्न भयो, अनि प्रोटिन अनि तरकारी, अनि एक गिलास दुध चाहिँ हुनु पर्यो है। दुध खानुहुन्छ नि बुवाले? दुध खानु, दुध भएको मान्छेले भयो, अनि गाईहरू नपाल्ने मान्छे, भैँसी नपाल्ने मान्छे, किन्न नमिल्ने मान्छे कहाँ किन्न सहज हुन्छ र? ल ठिक छ, सहज भयो भने चाहिँ किनेर खाने। त्यसको सट्टा अरू चिज खान सकिन्छ। हजुर, वृद्धहरूको पोषण र आवश्यकता त्यसपछि आवश्यकता भनेर रहेको छ, जसमा चाहिँ अब पोषणको तत्त्वहरू भनेको चाहिँ कार्बोहाइड्रेट रहेको छ, जो चाहिँ हामीले चाहिँ दिनमा चाहिँ 130 ग्राम खानु पर्यो। यो चाहिँ दुइटै महिला र पुरुषलाई भयो है। अनि प्रोटिन पनि हामीले 60 ग्राम। हजुर। अनि चिल्लो पदार्थ भनेको 20 देखि 35 ग्रामसम्म खान मिल्छ। हजुर हो। भने भिटामिन डी र भिटामिन B12 भनेर रहेको छ। भिटामिन डी भनेको चाहिँ 600 देखि 800 IU युनिट भइहाल्यो। पुरुषलाई पनि त्यही भएको छ। अब जति भिटामिन B12 भनेको चाहिँ हजुर उता इन्ट्री गरिसकेको छ। भिटामिन B12 रहेको छ, जसमा चाहिँ 2.4 माइक्रोग्राम चाहिँ खानु पर्यो दिनमा। त्यसरी खनिज, आइरन, क्याल्सियम, फोलिक एसिड, सोडियम छ, मात्राहरू छ। यहाँ उल्लेखित मात्राहरू छन्। अब त्यस्तै दैनिक क्यालोरी आवश्यकता कति हुन्छ भन्दाखेरि महिला र पुरुषलाई भनेर भनेको छ। त्यसमा चाहिँ अब न्युट्रियस भनेर चाहिँ हाम्रो चाहिँ 1600 क्यालोरी रहेको छ भने मध्यम भनेको मध्यम 1800 क्यालोरी, सक्रिय 2000 देखि 2200 क्यालोरी, किलो क्यालोरी।